हेलो एभ्रिवान साथीहरू सबैलाई नमस्ते छ मेरो भिडियोमा। आज चाहिँ म मेरो दिदीको घरमा बुङ्गुरको मासु पकाएको थिएँ। मलाई खाना बोलाउनु भएको थियो। म चाहिँ प्रायः जस्तो बिहानमा सधैँ दिदीको घरमै खाना खान्छु है। बुङ्गुरको ग्रेभी बनाउनु भएको थियो, दाल बनाउनु भएको थियो, अनि यतापट्टि अर्को बोर्डकोमा चाहिँ राँगाको मासु र आलु अनि के हो मिसाउनु भएको रहेछ, छ्यामेर उताबाट ल्याइदिनु भएको थियो। अनि त्यहाँनिर लसुन पनि एड गरेँ मैले। बुङ्गुरको मासु खाँदाखेरि चिल्लो पिरो खाँदाखेरि मैले जहिले पनि लसुन पनि एड गरे हुन्छु। अनि प्याज थियो होइन, खुर्सानी चाहिँ पछि बहिनीले लिएर आइदिन्छ। अनि त्यो आँपको अचार र मुलाको अचार चाहिँ दिदीले अहिले टुटाएको छैन। एकदमै मिठो भएको थियो साथीहरू है। फुल भिडियो हेरिदिनु होला, सपोर्ट गरिदिनु होला। आँपको अचार त मिठै हुन्छ है। आँपको अचार अनि फेरि आज चाहिँ फेरि पानी चाहिँ मैले बोतलमै खाएँ है, नत्र गिलासमा दिने हुन्थ्यो दिदीले। अब ठिकै छ भने अब कहिले कसो आफ्नै घर त हो, अब किन टेन्सन लिनुपर्ने छ र है। त्यही भएर बोतलमै हान्दिएँ। बहिनीले एकछिनपछि गिलासमा ल्याएर हालिदिन्छ। हेर्दै जानु होला है त साथीहरू। ल साथीहरू, बहिनीले यहाँ रातो डल्ले खुर्सानी झ्याममा ल्याएर हाल्दैछ है। हिजोसम्म त दुई दुईवटा खाइराखेको थिएँ। अब लास्ट पिरो भएको कारणले गर्दाखेरि चाहिँ नि आज चाहिँ एउटा खाएँ। त्यो पनि यसमा नि मासु छ त के गर्नु। पिरो रहेछ त्यो पिरो हो। फर्किहाले त बरु दुख्छ, आनन्दै हुन्छ। यो अड्केपछि त झन् गाह्रो हुन्छ कि धेरै भयो फर्केर हजुर बिहा गर्ने रे गरमलाई यता फेरि छ्यामाले मलाई बिहा गर्न पर्यो अरे के साथीहरू। यत्रो उमेर भइसक्यो कान्छ, अब बिहे गर्न पर्यो भनेर भन्नुभएको थियो छ्यामाले होइन। बिस्तारै गरौँला नि, किन हतार छ र छ्यामा भनेर मैले भने। अब बिहा गरौँ कि नगरौँ साथीहरू यसो भनौँ है कमेन्टमा झ्याम्म। मैले बिहे गर्ने कि नगर्ने भन्नु होला। अब 26-27 वर्ष लागिसक्यो साथीहरू है। त्यसैले के गर्ने दोधारमा भइरहेछु भन्न नि। मैले बिहा नगरेँ यता छ्यामाहरूलाई पनि तनाव, दिदीलाई तनाव लागिसक्यो अरे।
हाँ? यहाँ क्या रहेगा राति 2 साढे 2 बजे निद्रा जान्छौँ छटपट छटपट गल्ली गल्ली रुँदै हिँड्नु आमा आमा भन्दै रुँदै हिँड्नु अनि डक्कुँदै आएर झ्यालमा चलाउने खाना और ये माया होला नि गल्ती आज हेरेर अनुहारै आँखा वरिपरि घुमेर घुम्टेको सबै जेन भएको काडै के थाहा आलु त्यो पकाएको हिजो बेलुका पियाला राखेको थिएँ हाम्रोमा ओइ यो त पलै गयो आलु र च्याउ रोटी खानु कति हिजो आउनु भने त्यो चालो डर पिरो नि धेरै नखाम भन्यो पिरो खायो त्यो पेड दुखेको ल त साथीहरू फुल भिडियो हेरिदिनु होला है सपोर्ट गरिदिनु होला युट्युबमा गएर पनि सब्सक्राइब गरिदिनु होला साथीहरू यस्तै यस्तै नयाँ नयाँ भिडियो आउँछ लोकल स्टाइलले आउँछ है मेरो फेरि अब त्यति साह्रो राम्रो कन्टेन्टहरू पनि हुँदैन त्यति राम्रो भोइस पनि हुँदैन त्यति राम्रो क्यामेरा क्वालिटी पनि हुँदैन साथीहरू बिस्तारै गर्दै जाउँ सबैले सपोर्ट दिनु होला सेयर गरिदिनु होला भिडियोहरू सकेसम्म बिस्तारै यस्तै भिडियो आउँदै हुन्छ साथीहरू है त